आज भोलि यसो घर बाहिरतिर निस्किन थाल्यो, भ्लगर भन्न थाल्छन्, बिग फ्यान भन्न थाल्छन्। होइन म पनि फेमसै भए कि क्या हो। सो हेलो एन्ड नमस्ते एभ्रिवान, स्वागत छ भन्न चाहन्छु मेरो छोटो मिनी ब्लगमा। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि एकदमै आरामै छु भन्नुपर्छ। आज भोलि कहिले कसो म चाहिँ बजारतिर झरिरहन्छु के साथीहरू, मान्छेहरू भेट हुन्छन् अनि भन्न थाल्छन् तिमी त भ्लग बनाउँछौ होइन, तिम्रो भ्लग हेरिरहन्छु मैले, राम्रो लाग्छ मलाई तिम्रो भ्लग भन्न थाल्छन् के साथीहरू। अनि मान्छेहरूले त्यसरी भनिरहेको सुन्दाखेरि चाहिँ भित्रैदेखि नै छुट्टै प्रकारको मोटिभेट फिल भएर आउँछ के साथीहरू। अनि मान्छेहरूले त्यसरी भनिरहँदाखेरि चाहिँ लाग्छ मैले गरिरहेको मेहनत चाहिँ खेर गइरहेको छैन, थोरै थोरै भए पनि मान्छेहरूले चाहिँ मलाई चिनिरहेको छन्। अनि मैले भ्लग बनाउन सुरु गरेको नि खासै धेरै भएको छैन है साथीहरू। मैले भ्लग बनाउन थालेको मात्र त्यही 4-5 महिना भयो होला साथीहरू। अनि मैले भ्लग बनाउन सुरु गरेको 5 महिनामा चाहिँ अनि मैले जम्मा अहिलेसम्म 10वटा भ्लग मात्रै पोस्ट गरेको रहेछु के साथीहरू। अनि अहिले मेरो फेसबुक प्रोफाइलमा चाहिँ करिब 15,000 भन्दा बढी फ्रेन्डहरू चाहिँ जोडिसक्नु भएको छ के साथीहरू। अनि यति छोटो समयमा चाहिँ अनि यति धेरै तपाईँहरूको माया पाउनु भनेको चाहिँ मेरो लागि एकदमै खुसीको कुरा हो के साथीहरू। अनि मैले चाहिँ भिडियोहरू बनाइरहन्छु, कतिपय मान्छेलाई चाहिँ मेरो भिडियो मन पर्न नि सक्छ अनि मन नपर्न पनि सक्छ, किनकि सबै मान्छेहरू चाहिँ एउटै सोचको हुन्छन् भनेर भन्न सकिँदैन। किनकि कोही मान्छेहरू त यस्तो हुन्छन् के साथीहरू, यस्तो हुन्छन् अर्काको खुसी चाहिँ देख्नै नसक्ने, अर्काको सफलता चाहिँ देख्नै नसक्ने, आफूले पनि केही गर्न नसक्ने अनि अरूले केही गर्न लागे पनि अनि जज गर्ने, मजाक उडाउने अनि अरू के भन्ने के साथीहरू। प्रायः जसो सबैको वरिपरि यस्तो मान्छेहरू हुन्छन् कि कसैले केही गर्न लागेपछि अनि के भन्ने उसलाई गिराउन खोज्ने, कुरा काट्ने मान्छेहरूले कुरा काट्दै गर्छन्, भन्ने मान्छेहरूले भन्दै गर्छन्, तर आफ्नो काम गर्न चाहिँ हामीले कहिले पनि छोड्नु भएन साथीहरू। किनकि आफ्नो मेहनत र आफ्नो इमान्दारी चाहिँ आफ्नै ठाउँमा हुन्छ। तपाईँले गर्नु भएको सङ्घर्ष र तपाईँले भोग्नु भएको दुःख चाहिँ तपाईँलाई मात्रै थाहा छ, अरू कसैलाई पनि थाहा छैन। उनीहरू त बस तपाईँको सङ्घर्ष र तपाईँको सफलतामा चाहिँ आँखा गाड्न मात्रै आउँछ होला। मेरो 5-6 महिनामै 15,000 फलोवर भयो होला, तर त्योभन्दा अगाडि पनि मैले भिडियोहरू चाहिँ पोस्ट गरिरहन्थेँ। मैले चाहिँ फेसबुक आइडी बनाएर चलाउन थालेको 3 वर्ष जति चाहिँ भइसक्यो। मैले फेसबुक आइडी बनाएको दिनदेखि नै सामान्य रिल्सहरू चाहिँ अपलोड गरिरहन्थेँ, तर मेरो भिडियोमा खासै राम्रो भ्युजहरू चाहिँ आउँथेन। अनि त्यो बेला मैले सोच्थेँ अब म पनि मिनी भ्लग सुरु गर्छु, तर सुरु कहाँबाट गर्ने र कसरी गर्ने, अनि कहाँ लगेर भिडियो टुङ्गाउने अनि कसरी एडिटिङ गर्ने, त्यो बेलामा चाहिँ अनि मलाई केही कुराहरू पनि थाहा थिएन साथीहरू। एउटा कन्टेन्ट क्रिएटरलाई एउटा राम्रो भिडियो तयार पार्नको लागि हार्डवर्क चाहिन्छ, प्यासेन्स चाहिन्छ, क्रिएटिभिटी चाहिन्छ, कन्सिस्टेन्सी चाहिन्छ। यी कुराहरू भएन भने चाहिँ तपाईँहरूले एउटा राम्रो भ्लग चाहिँ बनाउन सक्नुहुन्न। अनि तपाईँहरू पनि मेरो चाहिँ सामान्य जीवनयापनको मिनी भ्लग बनाउन चाहनुहुन्छ भने चाहिँ तल कमेन्टमा भन्नु होला। अनि मलाई फलो गर्नु भएको छैन भने मलाई फलो पनि गर्नु होला।